यहाँबाट चाहिँ हामी ठाडो जाने हो। यो चाहिँ झार, यसलाई तामाङबाट नम्सोल भन्छ। एउटा टिप्नुपर्छ फुल। राम्रो होस्, यात्रा सफल होस् भनिदिने हो, सम्झिने। पाती ख्यापो भन्छ यसलाई। यो चाहिँ पाती ख्यापी हो। हाम्रो यात्रा साज बनाइदियोस्, एकदमै आनन्दले भनेको ठाउँमा पुगाइदियोस् भन्ने हो। ल धन्यवाद। लाइटर निकाल नि त। बहिनीले बाहिर हालेछ। हामी चाहिँ बल्ल पहिलो स्टेजमा यहाँ प्रार्थना गर्दै हो है। हाउफा ए वाइलेट अनि छिटो। अघि नै खाल्टीमा हाल्नुपर्ने थियो रहेछ। किन नहुनु? तातिँदैन हाम्रो केटी मान्छेहरू जस्तो हाटबाट। ल मेरो पनि केटी वाला नि हुन्छ। ओम शान्ति ओम। बोलेन हो। धुप हाल्दै दर्शन गर्दै हामी पासाङ चौकको यात्रा सुरु भयो। राइट, लेट्स मुभ बिस्तारै। डिपी भने हामी जाने होइन तपाईँ नि? अब +2 3 वर्षपछि 5 दिन डिपी भर्न। यो बाटो ठाडै छ, एकदम उकालै छ। मान्छे बिहान यत्रो घाँस काटिसकेको छ होइन। मान्छेले मुखमा पानी हालेको छैन, अर्कोले काम गरिसक्यो। यो चाहिँ घाँस कति भारी छ। निकालेको पाखा। ओ बहिनी कस्तो हुँदैछ यात्रा? ठिकै हो? एउटा सक्का हुन्छ होइन त? ओके। अनि यता घरको बहिनी के छ? यहाँनिर एकजना मान्छे साथी धुमधाम भइरहेको छ। यो चाहिँ खोला, वाटरसाला लाउने खोला। गाउँमा पानी लगेको ट्याङ्की पारी। यहाँनिर मान्छेहरू माछा मार्ने हो कि पा खोज्यो? गर्दैन म चाहन्छु त्यो लाठी झनै यो राखिदिनु। अर्को मम्मी मेरो आएपछि लगाउनुहुन्छ। मैले जान्दैन, मैले कहाँ राख्छ बेला होइन। मैले लट्ठी साथी नालिन्छ। हाउ खोला गएको त यो खोला माथि पुल। हामी चाहिँ उयो माथि डाँडामा पुग्ने हो। रास्तामा भनेन हो भने यसलाई भन्छ आइसिलु आइसिलु। यहाँ होइन उयो बिहान चाहिँ आइसिलुको बाटो खराब छ। एउटा खतरा घर।
बिस्तारै होला यो चाहिँ त्यही भएर मैले किन भनेको त नटिक्ने हाल्यो नि कसले बोक्छ ठाडो राइट ठाडो बाटो हो हाम्रो यस्तो हुन्छ ऊ माथि लालीको देख्नु भयो होला होइन यस्तोहरू पनि छ यस्तोहरू पनि छ यस्तोहरू पनि छ यस्तोहरू पनि छ यो झारतिर हामी अब लालीको हेर्न जाँदैछौँ यो लाली गुराँसको बोट गुराँस फुलिरहेको छ झन्डै मस्तले यी गुराँस फुलेको लाली गुराँस फुल के देखेको छैन त यार यो ओह्रालो बाटो झार यो गुराँस फुल लाली गुराँस यहाँनिर छ यी लाली गुराँस फुलिरहेछ ऊ त्यहाँ पनि टन्नै छ यहाँ पनि छ यस्तो आइसेलुको झ्याङ यो आइसेलुको फल यो आइसेलुको फल यो आइसेलुको झ्याङ है हो केही छैन यो कफलको बोट यो कफलको फल यो हेर यो पुरै माथि पुग्नुपर्छ पुरै जङ्गल फाँट छ पुरा फाँट छ है डाँडा माथि पुग्नुपर्छ अझै लामो छ यात्रा यस्तो छ बाटो राङगुरुङ भएको लाली गुराँस रातो लाली गुराँस हो ए जता छ अब त पाखैभरि फुल्दैछ यो जातीयहरूले त्यो चोक त नेपाली भइहाल्यो नि यो एकजना मान्छे छ यी बिचरा अल्छी लाएर भोक लागेर हिँड्न नसकेको अर्को यहाँनिर छ झन् 2 नम्बर अल्छी सासै फेर्न सकेको छैन अब यिनीहरूलाई अक्सिजन यहाँनिर आइरहेछ यत्रो पुरै इनर्जी सलान पानी ड्रिङ्क्स प्योर कसम यार काठमाडौँमा 200 लिटर जति फाटेर लाग्नु सक्यो खाने हो यो पानी यहाँनिर फ्ल्याट यो सिट हो बस्ने ठाउँ सिट हो त्यो छ फेरि किराले निकालेको गोबर रुखको त्यो खान मिल्छ खायो भने चाहिँ अनि यो लेखा दुम्बो यो पाटा दुम्बो उयो त्यहाँ बिउ दुम्बो यहाँ पिपी दुम्बो यहाँ टेसिङ दुम्बो यो रम्सी दुम्बो उयो बिउ दुम्बो यो टेसिङ दुम्बो यो यो 30-30 किलो भनेको यो अनि उयो यो चाहिँ पाटा बिन्दो लाली गुराँस रातो लाली गुराँस रातो लाली गुराँस म पिउन दिन्छु अहिले यहाँ सानो सानो बोतल रहेछ त्यो पाना बिन्दो पाना दुम्बो आज अर्को अर्को सेतो फुली पाना उस पाना दुम्बो पाना बिन्दो पुरै फुल्दै छ अब यहाँ कहाँ हो कहाँ अझै यहाँ माथि चिल पनि मिलाएको छु
जो कमेन्ट छ बनाएर खायो भने यो डोम्सिङको खर्ना उयो आउँदै रहेछ चेन्सो यसलाई चेन्सो भन्छ यसले चाहिँ नेपालीमा के भन्छ यार औषधि पनि हुन्छ मुख बनाउने रुख यो चाहिँ मुख बनाउने रुख हो खास यसले बनाउँछ सुपास बनाउँछ हैन यो त बाटो हो बोल्नु त पर्छ यार हाई गरिदियो त हामी कहाँ आइपुग्यो रे बहिनी हाई गरिदियो बिहानको तावल जाने यता रहेछ यो कहाँ जाने रहेछ फेरि लतप जाने हो ए लतप जाने यो पारि हो यो चाहिँ कुङ्ग रहेछ भन्ने रहेछ त्यो ल्यायो नि त खोइ यसलाई भन्छ खोइ कुङ्गरमा खोइ गर्ने हो खोइ यहाँ त नबालिनु हुन्छ होला रहेछ पहिला माथि थियो अहिले ठ्याक्कै यसलाई उयो गर्नलाई दर्शन गर्नलाई नजिक यो चाहिँ होल है होल माथि ओके नभए त अब गयो भने जाने त्यो चाहिँ झागेर आउँदा बस्ने रेस्ट गर्ने राति बस्ने ठाउँ रहेछ तर गोरु भैँसी मात्रै गइहाल्छ पेट सर्छ रहेछ होइन आउनु पुग्यो रहेछ भोइसलाई पनि पछि कामै भइसक्छ नानी यति हालिदिन्छु डाइरेक्टै यो बहिनी चाहिँ हिँड्न सकेको बहिनी हो ठाडै गलबाट आएको पुरै अँध्यारो भइरहेछ यार मौसमलाई पनि आँखा रहेछ बादल लागेर केही देखेको छैन भने है पुरै हेर हुस्सु आमा भइसक्यो पुरै काँडा काँडा भएको बोट यो नाम त थाहा छैन तर पनि ए केर्बा थाहा छैन नाम त यो चाहिँ अर्को टाइपको लालीगुराँस भिरपाखा बादलै बादल छ केही देख्दैन यार के खिच्नु यो चित्र फक्रमा बोलेको मात्र भएछ यार के भएछ मेरो दिमागले काम गरेन यार आज त थिचेन रहेछ भने यहाँ चाहिँ अब यो अर्को थान यो चाहिँ आई थिङ्क जहाँसम्म लाग्छ यो बुद्धिस्टले लगाएर रहेछ स्याम घन्टी यस्तो छ हामी लगभग अब आइपुग्नै लाग्यो लिङ्गरहरू पनि काटेको रहेछ तर पुरानो रहेछ नयाँ चाहिँ छैन यस्तो छ है बादल लागेर केही देखेको छैन ल है गाइज हामी त आइपुग्यौँ यहाँ हाम्रो दुईजना पाहुनाहरू यस्तो हुँदैछ
एकजना पाहुना आइपुग्यो हामी चाहिँ ठ्याक्कै आइपुग्यौँ है गाइज ल है हामी आइपुग्यो के पहिला दर्शन सकौँ न फाइनल हामी पुग्यौँ पासम चोक यो चाहिँ पासम चोकको धारा पासम चोक हो पासम चोकको धारा तर मौसम अलिकति खराब भएको कारणले हैन ए मान्छे त अहिले खान थालेछ यार पुरै हुस्सु चल्यो बादल चल्यो अब पक्कै पानी पर्छ आई थिङ्क है ल हामीले दर्शन पनि सकियो अब हामी माथि घुम्न जाने होला नि कि फर्किने डाँडातिर हामीले पासमचोकको दर्शन पनि गर्न सकिसक्यो है यो हो पासम चोकको टप भ्यूज तर बादलले केही देखेको छैन है मान्छेहरू मात्र देखिरहेछ अलिअलि अनुहार केही छैन भने पानीको ट्याङ्की यहाँ रहेछ यस्तो टप पनि ट्याङ्की आइछ यार ठिकै हो भन्दै रहेछ बिग्रेको रहेछ पाइपहरू यस्तो अल्पत्र रहेछ अब हामी फर्किन लागेको हो होइन फर्किसकेको माथि टपबाट फेरि जङ्गल बाटो छ टट्टै एकदम गाह्रो छ यहाँनिर चाहिँ बजेल मृगा बाँदरहरू मात्र हिँड्छन् मान्छे भनेको कहिलेकै हो होइन यहाँनिर रुखहरू यस्तो छ पुरै नाङ्गै छ त रुख त यार यो उयो रुख त नाङ्गै छ त लुगा लाग्छ रहेछ नि यो यहाँ पनि के भन्छ कस्तो नाम बिर्सेको यार यो आचारको नाम यो आचार भने सिन्कीको बढी हो यसलाई सिन्कीको रुख भन्छन् सानो रहेछ यहाँनिर होरर मुभीको सिन भन्नु खतरा छ यहाँनिर आज मङ्कीहरू बाँदरहरू मिलेर आयो भने खतरा हुन्छ बबाल छ नि रुख है ठाउँ त के भन्ने यहाँनिर खतरा रुख छ यो यस्तो ठुलो रुख सिन्कीको बढी खतरा ठुल्ठुलो दुइटै हटाउने छ यहाँनिर दाउरा त कति हो यहाँ साथी छैन दाउराको गाइज फर्किँदै हो कस्तो लाग्यो त यात्रा रमाइलो भयो पासम चोकको यात्रा पनि माथि टप भ्यू गएर फर्किँदै हो यता पनि अर्को बाटो रहेछ होइन यता पनि अर्को बाटो रहेछ गाई गोरु हिँड्दै रहेछ भनेपछि यहाँबाट माथि त्यो गाई गोरुहरू बस्ने खर्का छ जस्तो छ होइन माथि त्यो गाई गोरुहरू यतातिर ल्याएछ अब मकै छर्न सक्यो अनि माथि लिएर ठुलै खर्का छ होला माथितिर भनेपछि माथितिर जानुपर्ने रहेछ त खर्का भ्यू हेर्नलाई बहिनी नभएर जानुहुन्छ नि दुईजना बहिनी प्लान गर्छ भोलि फर्केर आउँछ भने खतरा छ नि ल गाइज अब हामी
अब हामी फर्किँदैछौँ है। खिच्ने नि। खिच्यो होइ यहाँनिर छ त बाटो त हो पुग्ने त त्यहीँ हो नि टाढा गयो नि केही छैन हिँड्नुहोस् न हजुर कसरी हिँड्दो रहेछ म पनि हेर्छु बिस्तारै यहाँनिर त झन् यस्तो बाङगुटिङ हुन्छ केही हुँदैन त्यो भर्याङवाला भएकोहरू मात्रै गाह्रो हुने कि बोक्छु नि म हजुरलाई त बिचरा बाटो हेर्नुहोस् त गाइज बाटो हेर्नुहोस् त बाटो आमामा यहाँनिर त खतरा पो छ त बादलले केही देख्यो होइन यार यो घुमान्ते टिम घुम्दै हो लुकुर लुकुर होइन यस्तो खिच्दै हो यहाँ हिँड्न खिच्दै हो कि काकाहरू Yes. Ini bander gure sih. Bander gure. Mau pilih cigaret sih. Bala kagar beta gure sih. Mangga deh. Ini hansan. इसको रोलो पनि. इसको फल छ के. यहाँ छ. जरिबी हो यो खाना मिल्छ. यो कोलेर पकाएर खाना मिल्छ. यो चित्र बन्छ यो. अब जान थाल्यो भइसक्न थाल्यो वाउ अब आएपछि बाटो जान्छ फाट्छ है मैले भनेको नि मौसम सबै हुन्छ भनेर यो हो अब हामी फर्किँदा माथि टप भ्यूमा गएर यो चाहिँ पासङ चोकको महादेव थान कतिवटा छ भने टन्नै छ 7 वटा हो कि 9 वटा रहेछ कति सकेछ यो यसको महादेव थान यो भित्र छ यो त यो भित्र हुन्छ यहाँबाट यस्तो छ यो भ्यू पोइन्ट हो खास आज मौसम नक्कै त्यसो हो यहाँबाट पुरै गाउँ देख्थ्यो भ्यू पुरै भ्यू देख्थ्यो गाउँबाट यहाँ सबै देख्थ्यो यस्तो छ ढुङ्गाहरू गाडेको यहाँ नहाल्ने यहाँ खानु जस्तो तर तल छ नि त्यहाँ यो घन्टीहरू सबै घन्टीहरू मेरो पछि लाग्यो है मेरो पछि लाग्ने यस्तो अब खुल्छ ल धेरै धेरै धन्यवाद धेरै धन्यवाद अब हामी यहाँबाट चाहिँ फर्किएको है हामी 3 जना यात्री ग्याङ फर्किएको हेर्नुस् जानुस् हिँड्नुस् है ल हामी कहाँ गेटमा पर्छ नि त ल हामी चाहिँ अहिले यो खाजा खाँदै हो आगे फुल टिपी गएर खिच्न बिर्सेछ यार फुल टिपी गएर खिच्न बिर्सेछ दिमागै छैन मेरो
खाजा खाँदै हो हामी। खाजामा के हो यहाँ 84 व्यञ्जन भन्दा पनि बढी छ। औ देखाऊ कहाँ फाल्छ अनि यो भाँचेपछि त फाल्दैन नि। अनि अब चाहिँ हामी फर्केर गाउँ आइपुग्यो। झन्डै गाउँ पुग्न लाग्यो। अझै आधी घन्टा हिँडेपछि गाउँ पुग्छ। यो हो तावल गाउँ। मिल्छ हेरे। यो हो तावल गाउँ। पाखा पाखेर यो सबै यस्तो गरेर यहाँबाट तल बेसी जाने। हामी चाहिँ फाइनली अब गाउँ फर्किसकेको। ल फाइनली आजको हाम्रो यात्रा सक्यो। हामी गाउँ छिरिसक्यो। यो चाहिँ तावल गाउँ। अनि तावलको पासम जो घुम्न गएको गेस्ट 2 जना टुरिस्ट इन्टरनेसनल लेभलको। छोड्दैन यो चाहिँ गाउँ बाटा माथि पुगेको पुल हो। यहाँसम्म चाहिँ आरसिसी गोरेटो बाटो रहेछ। आरसिडी गोरेटो बाटो रहेछ यहाँसम्म चाहिँ। यहाँबाट माथि चाहिँ कच्ची बाटो हो। यो चाहिँ अब तावल गाउँ ठ्याक्कै आइपुग्यो। यो चाहिँ तावल गाउँको गुम्बा। यो गुम्बा रहेछ। यो चाहिँ पुरै गाउँ। ल हस्ता यो धुसेनी गाउँ रहेछ। हामी उयो त्यो माथि डाँडामा पुगेको थियौँ। त्यहाँबाट फर्किँदै तावल गाउँ फेरि आइपुगिसक्यो। यो गुम्बा सायद नयाँ गाउँ। हस् त धन्यवाद। थ्याङ्क यू सो मच। ल सक्यो आजको यात्रा। ल बाई बाई गरिदियो लास्ट। रमाइलो भयो है। ल हामीले पासम चौक पनि घुमेर आइसक्यो। ल धन्यवाद।